फाइनल्ली गाइज वाइट गुम्बा नि पुग्यो है हजुरलाई यहाँभन्दा अगाडिको सब नेक्स्ट भ्लगमा मैले देखाइसकेको छु भने यो चाहिँ फाइनल्ली वाइट गुम्बा पुगेको भिडियो चाहिँ हो यो चाहिँ हामीले बाइक पनि रोकिसकेको छौँ हेर्नुहोस् अब घुम्नको लागि है भित्र त जान नदिने रहेछ हेलमेट चाहिँ लिनु पऱ्यो चोरिदिने हो नि कतै हेलमेट चाहिँ लिएर हामी टक्क पारेर हिँड्न आएको गाइज हेर्नुहोस् है यहाँ चाहिँ भ्यू बब्बाल देखिरहेको छ खास गरेर चाहिँ हामी वाइट गुम्बा घुम्ने भनेर आएको तर के गर्नु वाइट गुम्बै बन्द रहेछ अब जानै नदिने रहेछ यता डान्सरहरू हेर्नुहोस् नाच्दै हुनुहुन्छ हाम्रो वाउ राम्रो राम्रो फुल रहेछ नि त यता त के गानामा डान्स हुँदैछ आइसक्रिम खाउने ल फाइनल्ली फुलहरू पनि हेर्नुहोस् यही नै हो काठमाडौँको भ्यू चाहिँ देखिरहेको छ डाँडा काँडा देखेर अलि राम्रो लागिरहेको छ वाइट गुम्बा भन्ने घुम्ने भनेर आएको चाहिँ हजुर नजिकिन वाइट गुम्बा घुम्न आउने भएछ अब कुन बार एक दिन खुल्छ अरे कति सालको एकचोटि खुल्छ कि कहिले सालको एकचोटि एक सालको एकचोटि खुल्छ अरे गाइज है अब सोधेर कसलाई गरेर आउनुहोस् हामीले चाहिँ त्यही घुम्ने वाइट गुम्बाको बारेमा धेरै सुनेको थियौँ है त्यही भएर चाहिँ घुम्न आएको बन्द रहेछ के गरौँ नि बन्द रहेछ ढोका नै लगाएर रहेछ है डान्सरहरू है चौधरी डान्सरहरू पनि फेरि यताबाट भ्यू चाहिँ राम्रो देखिरहेको छ गाइज है भ्यू चाहिँ एकदम राम्रो देखिरहेको छ हेर्नुहोस् त डाँडा काँडा आहा कपालहरूको लागि त बेस्ट कपाल हुन पाए आएर मस्तले त्यो डाँडोमा बस्थेँ म चाहिँ है डाँडोमा बसेर गफ गर्दै के हुन्थ्यो होला सो हेर्नुहोस् यता फुलहरू नि छन् राम्रो लाउरे फुल भन्छ नि लाउरे फुल है राम्रो छ तर घुमघाम गर्नलाई चाहिँ राम्रो छ है घुमघाम गर्नलाई एकदमै राम्रो म चाहिँ टक्क परेर आइसकेको थिएँ है पछाडि डान्सरहरू नि छन् हजुरले कट्टु लाउनु भएको छ कि छैन वाउ हट पेन्ट लाउनु भएर चाहिँ गाइज बब्बाल भ्यू चाहिँ बब्बाल देखिरहेको छ हजुर पनि कोही आउनुहुन्छ घुम्न भने चाहिँ आउन सक्नुभयो है वाइट गुम्बा भन्दा नि हजुरले यो भ्यू हेर्न चाहिँ आउन सक्नुहुन्छ यो भ्यू हेर्न है त मौसम नि एकदम राम्रो छ गाइज मौसम नि एकदम बब्बाल छ लिनुहोस् त यो समात्नुहोस् त चामी चाहिँ नराउनु है एउटा यता आइसक्यो भने टक्क एउटा फुल त सिउरिनु पऱ्यो होइन एउटा फुल चाहिँ म चोर्न लागेको है त नचोर्नु भनेर भन्दैन कहाँ छोडिन्छ त एउटा फुल चाहिँ अया लडियो गाइज माटो नि यस्तो चिप्लो रहेछ हेर्नुहोस् त एउटा फुल टाउकोमा नसिउरेर कहाँ हुन्छ त यो फुल खेती रहेछ गाइज है फुल खेती रहेछ म चाहिँ चोर्दैछु है फुलहरू चोर्दैछु ल चोर्न नि सफल भएँ गाइज है राइडरहरू आउनु भएको के गर्नु दसैँको दिन सब घुमिरहेको छ आफ्नो यहाँ जुठो पढेर दसैँ नै बनाउनु पाएको छ मेरो फेभरेट बाइक डट बाइक गाइज मलाई नि अब के भन्छन् भविष्यमा डट बाइक किन्नु छ एउटा केही नभए नि डट बाइक चाहिँ किन्नु छ यता मोडल हेर्नुहोस् हिजो सपिङ गरेर आज त्यही कपडा लगाएर आउनु भएको छ ल बिल्ला रे गाइज सपिङ गरेर हो है कति हजारको सपिङ हो म्याम कति हजारको सपिङ गर्नु भएको 5,000 है यो कतिको प्यान्ट भनिदिनुहोस् त गुच्चीको प्यान्ट लन्डनको प्यान्ट 6,000 का है वाउ सो गाइस सपिङ गर्नुहुन्छ भने उहाँले ट्रिपमा अनलाइन बिजनेस नि गर्नुहुन्छ है अनलाइन बिजनेस नि गर्नुहुन्छ उहाँको बाटो लिँदा बेस्ट है त सिधा गुच्ची हो त उहाँ त गुच्चीको चाइनिज अमेरिकन अस्ट्रेलियन सब पाइन्छ त्यहाँ यहाँ माथि कस्तो जाने मन लाग्यो होइन तर बाइक चाहिँ त्यहाँ राखेको छ गाइस हामीले बाइकलाई कोही लाने हो कि भन्ने डर पनि लागिरहेको छ होइन मेरेलाई धडकन मेरेलाई साथ तू हाय दिल तू जान तू वाउ राखिदिन्छु एटिट्युड गाइस राम्रो मान्छे भएपछि एटिट्युड चाहिँ झारिहाल्छ नि होइन म राखिदिन्छु सो गाइस जस्तै छ लाइफ भनेको के गरौँ सबले भाइ दसैँ मनाइरहेको छ नि आफ्नो भने यस्तो छ पारा होइन अब दसैँ त मनेन अब गाउँतिर नि गएको छैन दिपावलीमा गाउँतिर जाने हो गाउँतिरको भ्यू पनि म अवश्य देखाउँछु हजुरलाई सो अहिले चाहिँ यति नै हेर्नुहोस् यताबाट नि भ्यू त बब्बाल आइरहेको छ है हजुर कोही कपालमा आउन चाहनुहुन्छ भने अलिक छिटो आउनलाई कपालको लागि बेस्ट है ठाउँ पनि हेर्नु यस्तो राम्रो चिसो मौसम छ वाउ जस्ट लाइक अ वाउ गाइज ल हेर्नुहोस् त भ्यू त राम्रै छ होइन वाउ डान्सर गाइज डान्सर जानु पर्यो एकचोटि टिकटक नाच्नु न त्यहाँ टिकटक बनाऊँ भनिराख्नु भएको छ म चाहिँ यहाँ भ्लगमै अड्केर बसेको छु होइन सो हेर्नुहोस् यस्तै हो गाइज मेरो हेलमेट है युज हुँदैछ गाना चला नाचौँ न त डान्सर गाइज ल सिक्नु
यसो गर्ला आइसक्रिम खाऊ यस्तो यो आइसक्रिम हो अनि आइसक्रिम खाऊंगी जुल्मी कराऊंगी आइसक्रिम खाऊंगी कश्मीरी जाऊंगी न जुल्फी हुनुहुन्छ जुल्मी कराऊंगी सोरो में भर के जिया सोरो में सोरो डान्स हेर्नुहोस् गाइज इन्जोय हुँदैछ यता चाहिँ आफ्नो भने बिजोग छ फेरि न नाच्न आउने है न गाउन आउने जो तेरा है जो मेरा है जो हाल है तेरा वो हाल है मेरा सो यस्तो हुँदैछ इन्जोय है So guys, bye bye. Next part ma भेटौँला. Bye.